सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सो आज हामी चाहिँ यहाँ बुटोलतिर चाहिँ एउटा मेला लागेको छ। सो त्यही मेलामा आछौँ हामी। सो हाम्रो साथी पनि यहाँ छ। सो यस्तो छ महल, त्यहाँ बाहिर टिकट काउन्टर। सो म एकैचोटि भित्रदेखि चाहिँ क्यामेरा अन गरेको। सो अब हेरौँ के छ यतातिर। सो हेर्न सक्नुहुन्छ यस्तो छ यहाँको महल चाहिँ। ओ आइज ए हामी जान्छौँ हो। सो हेर्छौँ अब यहाँ के छ कसो छ। आइज जाऊँ। सो त्यही नै हो, हामी गइरहेछौँ। के हुन्छ यहाँ हेर्दै जाउँला। सो त्यही नै हो। सो यहाँ आइरहेछ केटाहरू। सो यस्तो छ यहाँको महल चाहिँ। अब अगाडि के हुन्छ हेर्दै जाऊँ। सो यहाँ हेर्न सक्नुहुन्छ यस्तो गेमहरू चाहिँ चलिरह यहाँतिर। अब हामी के गरिन्छ अगाडि गएर थाहा हुन्छ। सो यस्तो ब्यानरहरू छ, ब्यानरहरू हेर्न सक्नुहुन्छ। अगाडि चाहिँ कन्सर्ट पनि रहेछ। अब को आछ को गीत गाइरहेछ त्यो थाहा भएन। जान्छौँ हामी यहाँदेखि। के हुन्छ अब कहाँ गइन्छ यहाँदेखि भन्ने थाहा छैन, तर पनि रमाइलो गरिन्छ, केही प्रब्लम छैन। सो खासै भिड छैन। रातिमा चाहिँ धेरै भिड हुन्छ भनौँ न। अहिले खासै त्यति भिड छैन। सो हल्का फुल्का मान्छेहरू छन्। सो फाइनली गाइज हामी पुगिसक्यौँ। सो हेर्न सक्नुहुन्छ यस्तो झलुवाहरू छ। अब के छ यहाँ झुल्ने कुराहरू अलि ट्राई गर्नुपर्छ हामीलाई पनि। सो अगाडि चाहिँ त्यहाँ कन्सर्टहरू चलिरहेको नाचहरू। सो साउन्ड पनि अलिकति क्लियर आएको छैन होला। सो म्यानेज गर्नु होला। सो हेर्न सक्नुहुन्छ यस्तो छ यहाँको महल चाहिँ। खासै भिड छैन, नर्मली छ। हामी पनि एकछिन जान्छौँ, डान्स सान्स हेर्छौँ त्यसपछि के हुन्छ। अनि नास्ताहरू खाएर अब निस्किन्छौँ हामी पनि। सो हेर्न सक्नुहुन्छ यस्तो छ यहाँको महल। सो फाइनली गाइज हामी डान्सर थ्याङ्क यू सो मच। छुट्टी छुट्टो छ यति मिठो गीतबाट मैले नृत्य यतिबेला सृजना बहिनीको प्रस्तुति हामी तपाईँहरूको बिचमा जोड्दै थियौँ। सो हामीले अब आइसक्रिम खान थाल्यौँ गाइज। सो त्यस्तो नै पाँचवटा आइसक्रिम गरिदिनु न। तिमीले नखाने दोस्त खान्छौ कि नै? नखाने भएपछि ठिकै छ। सो अब आइसक्रिम खाने पालो भइसक्यो। अघि नै त्यस्तो केही खान मन लागेन। बिरामी छ प्लस चिल्लो पिरो केही खाना हुन्न। सो त्यही भएर फाइनली गाइज अब हामी अलिअलि सामान किनेर सो फर्केको। एउटा दुइटा जुत्ताहरू अलिकति फलफुलहरू। सो यहाँ पनि छ जुत्ता सुत्ता लिएर हिँडिरहेछ। सो त्यही नै अब यति भन्दै जान्छ अगाडिसम्म यति भन्दै। सो हेर्न सक्नुहुन्छ यहाँ सामानहरू पनि यस्तो छ। मार्केटहरू चाहिँ चस्माको बजार लाग्छ। त्यही नै बजार घुम्दै जान्छौँ हामी। के कस्तो मन पर्छ त्यही किन्दै जान्छौँ। त्यही नै हो महल चाहिँ। सो फाइनली गाइज अब हामी निस्किरहेको छौँ यहाँदेखि। सो अब हेरौँ के हुन्छ त्यो जाम ल अङ्कल गयो हामी। सो यस्तो छ यहाँको चाहिँ मेन गेट। सो हामी यहाँदेखि फर्किरहेछौँ। के हुन्छ अब सब निस्किरहेछौँ। सो पब्लिकहरू पनि हेर्न सक्नुहुन्छ अलिअलि। बहुत तेज हो रहा है। सो फाइनली गाइज हामी निस्केर अब जान लागिसकेको छ। सो साथीले गाडी चलाइरह। सो त्यही नै अब जान्छौँ हामी यहाँदेखि। सिधै घर भेटौँला। पुग्न लागिसक्यौँ। सो धेरै टाढो छैन। सो फाइनली गाइज हामी मेलाहरू सबै घुमेर पनि
सो साथीको रुममा पनि आइसक्यो सो अब एकछिनपछि चाहिँ हल्का फुल्का यहाँले अब नास्ता खाएर अब सो सिधै घर गइन्छ सो यति भन्दै म आजको भ्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु हस्त जय नेपाल